नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। प्रचण्ड माधव समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्ने सम्बन्धी प्रसंगबाट। संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत नेकपा प्रचण्ड माधव समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँ उपत्यकाको वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो। आजको प्रदर्शनमा 1 लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दावी गरेको छ। प्रचण्ड माधव समूहले आज बिहान 11 बजे काठमाडौँ र ललितपुरका विभिन्न 9 स्थानबाट जुलुस निकाल्दैछ। त्यसका लागि पौने 11 बजे नै आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको छ। माइतीघर, दिल्ली बजार, लैनचौर, त्रिपुरेश्वर, कुपनडोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्ति बाटिका लगायतको स्थानबाट जुलुस निकाल्नेछन्। माइतीघरको जुलुसमा नेताहरू गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरू रहेका छन्। दिल्ली बजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भूषालले गर्नेछन्। लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्ति बहादुर बस्नेत, नन्दकुमार प्रसाई लगायतका नेताहरूले गर्नेछन्। त्रिपुरेश्वरको जुलुसमा नेताहरू देवेन्द्र पौडेल, युवराज ग्यावली, सुरेन्द्र पाण्डे तथा कुपनडोलको जुलुसमा कृष्ण बहादुर महरा, पम्फा भूषाल, रघुजी पन्त, नन्दकुमार थापा लगायतका नेताहरू रहने संघर्ष समितिले जनाएको छ। विभिन्न स्थानबाट निस्किने जुलुस रत्न पार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुनेछ। सो मूल जुलुस रत्न पार्क, बागबजार, पुतली सडक, प्रदर्शनी मार्ग, भद्रकाली, शहीद गेट, सुन्धरा, भोटाहिटी, पुरानो बस पार्क हुँदै भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायण काजी श्रेष्ठले जानकारी दिनुभएको छ। जुलुसमा सहभागीहरूलाई पार्टीले तोकेका नारा मात्र लगाउन निर्देशन दिएको छ। प्रचण्ड माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने जनाएको छ। धनुषामा एकजना वडा अध्यक्षको निधन भएको छ। सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो। 55 वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारको लागि भारतको मधुबनी लगिएको थियो। उनको त्यही उपचारको क्रममा शुक्रबार बिहान 5 बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिनुभएको छ। निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडीटी पोजिटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो। 2074 साल असोज 2 गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई आफू बसोबास गरिरहेको वा आबाद गरेको जग्गा प्राप्तिका लागि 35 दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ। आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी 35 दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो। फारममा उल्लेखित विवरणलाई प्रष्टय गर्ने गरी प्रमाण पनि पेश गर्न आयोगले भनेको छ। जग्गा प्राप्तिको निवेदन घर दैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा सिधै बुझाउन सकिनेछ। आयोगले निवेदन बुझाउनका लागि 7वटै प्रदेशमा स्थानीय तहहरू तोकेको छ। बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। सभामुख सानुकुमार श्रेष्ठले दिउँसो 1 बजे प्रदेश सभा बैठक बोलाएका हुन्। आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव टेबुल हुने प्रचण्ड माधव समूहका नेता शालिग्राम जम्मकटेलले जानकारी दिनुभएको छ। बागमती प्रदेश सभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताउनु भएको छ। यद्यपि आजको बैठकको कार्यसूची के हुने भन्ने विषय कार्य व्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउनेछ। प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेल विरुद्ध प्रचण्ड माधव समूहका 45 जना प्रदेशसभा सदस्यले गत पुष 10 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थियो।
थिएन। अहिलेको पहिलो दिन भएकाले बैठकमा दलका नेताहरूले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको थियो। मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भनेपछि र अन्य राजनीतिक दलका नेताहरूले अर्को बैठक राख्न दबाब दिएपछि सभामुख श्रेष्ठले आजको लागि बैठकको मिति तोकेका हुन्। कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने नहुने टुङ्गो छैन। यदि अविश्वास प्रस्ताव फेल भए 1 वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन। सर्लाहीको बरथुवामा रहेको इलाका प्रहरी कार्यालय बरथुवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। प्रहरी नियमावली 2071 संशोधन सहितको परिच्छेद 10 को नियम 112 को देहाए क घ र च को कसुरमा एन नियमावलीको नियम 119 को उपनियम 1 को 2 ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम 109 को खण्ड क को 7 बमोजिम 14 प्रहरी कर्मचारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुवरले जानकारी दिनुभएको छ। प्रहरी वर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो। छानबिनपछि 6 प्रहरी जवान, 2 प्रहरी हवलदार र 2 प्रहरी सहायक निरीक्षकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। तास खेल्ने भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवलदार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथुवामै झिकाएर कारबाही गरिएको इलाका प्रहरी कार्यालय बरथुवाको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले बताउनु भएको छ। प्रहरीले वर्दी लगाएर तास खेलेको भिडियो आफूलाई पुस 21 गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायब उपरीक्षक भाटले छानबिन समिति बनाएर छानबिन गरेका थिए। उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफू सर्लाहीमा नै नभएको बताउँदै आएका प्रहरी नायब उपरीक्षक भाटले अनुसन्धानपछि भिडियो 1 वर्ष पहिला नै तयार पारिएको र आफू त्यो समयमा सर्लाहीमा नआएको बताएका छन्। कारबाहीमा पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुन कुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोष कुमार यादवको खाइपाई आएको सुरुको तलबमा घटुवा गरिएको छ। त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोद प्रसाद यादव र राजकुमार शाहको साथै प्रहरी हवलदार महेश प्रसाद यादव, रामबाबु शाह र प्रहरी जवान जितनारायण रायलाई पहिलो पटक नसिहत दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अरू 2 जना प्रहरी जवान सञ्जय कुमार शाह र तिलक बहादुर मगरलाई सख्त चेतावनी दिएको सर्लाही प्रहरीले जनाएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय लालबन्दीमा कार्यरत प्रहरी हवलदार पुष्प जङ्कारकी र अस्थायी ट्राफिक प्रहरी पोस्ट लालबन्दीमा कार्यरत प्रहरी जवान नवराज खड्कालाई पनि कारबाही गरिएको छ। उनीहरू बीच सवारी साधनलाई कारबाही गर्ने विषयमा विवाद हुँदा वर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो। उनीहरू 2 जनालाई सख्त चेतावनी सहित 2 नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केबरमा कारबाहीको लागि पठाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ। साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन तोलामा 93,100 रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार 92,900 रुपैयाँमा कारोबार भइरहेको हो। यस्तै तेजाबी सुन तोलामा 92,400 रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा 1260 रुपैयाँ कायम भएको छ। यसअघि बिहिबार चाँदी तोलामा 1275 रुपैयाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको कर्नाटक राज्यमा जेलेटिन लोड गरिएको एक ट्रक विस्फोट हुँदा 8 जनाको मृत्यु भएको छ। मजदुरहरू समेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गैराती 10:15 बजेतिर विस्फोट भएको हो। विस्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन सकेको छैन।
सो स्थानमा विस्फोट पदार्थहरू भएको हुन सक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ। साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ। स्थानीयले विस्फोटको समयमा भूकम्प गए जस्तो महसुस भएको बताएका छन्। धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन्। विस्फोटको आवाज छिमेकी जिल्लाहरूमा समेत सुनिएको थियो। अब खेल प्रसङ्ग। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज पनि 2 खेल हुँदैछन्। समूह ए मा रहेको प्रदेश नम्बर 1 र कर्णाली प्रदेश बीचको खेल कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय मैदानमा हुने भएको छ। लगातार 3 खेल हारेको प्रदेश नम्बर 1 समूहमा आफ्नो अन्तिम खेल खेल्नु अघि नै बाहिरिसकेको छ। त्यसैले प्रतियोगिताको अन्तिम खेल जित्दै सुखद अन्त्य गर्न चाहन्छ। उता 2 खेल खेलेको कर्णालीले भने मिश्रित नतिजा निकालेको छ। पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा गण्डकीलाई हराएको थियो। कर्णालीले समूहको अन्तिम खेल विभागीय टोली एपीएफसँग शनिबार खेल्नेछ। प्रदेश नम्बर 1 सँगै गण्डकी प्रदेश पनि समूह ए बाट बाहिरिसकेको छ। यस्तै समूह बी मा रहेको प्रदेश नम्बर 2 मा र बागमती प्रदेश बीचको खेल मूलपानी क्रिकेट मैदानमा हुने भएको छ। लगातार 2 खेल जित्दै समूह बी मा अपराजित रहेको बागमती लगातार तेस्रो खेल जित्ने योजनामा छ। बागमतीले साबिक विजेता नेपाल पुलिस र सुदूरपश्चिमलाई पराजित गरिसकेको छ। बागमतीले समूहको अन्तिम खेल माघ 11 गते लुम्बिनीसँग खेल्नेछ। समूह बी मा 3 खेल खेल्दा 2 खेल जितेको पुलिसले पनि बागमती सम्मान 4 अङ्क जोडेको छ। लुम्बिनीको 2 खेलबाट 2 अङ्क रहेको छ। 1 खेल मात्र खेलेको प्रदेश नम्बर 2 पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। हौस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।